हेलो हेलो आज चाहिँ अप्रिल 1 रहेछ। अप्रिल फुल आज चाहिँ अप्रिल फुल मनाउने डे रहेछ है। के अरे अब कामबाट नास्ता लिएर आउँदै हुनुहुन्छ, अब आउनु लाग्नुभएछ। अप्रिल बनाउनु पर्यो। आइफोन 16 हरायो भनेर अस्ति भर्खर किनेर ल्याएको आइफोन 16 हरायो। किन ओइ आउनु त। एउटा कुरा भन्छु नरिसाउनु है। भन न यतिकै। ए यतिकै भन न। भन टेन्सन भयो तिर पर्यो मतलब के हो भन न त। अनि भन गाली नगर्नु है त। ल कसम खानु पहिला। किन र कसम खानु न पहिला। कसम खान्छ पहिला भन न राम्रो नगर्नु है त गाली। ल केही नै नभन्नु है त। आइफोन 16 हरायो। मैले पत्ता न हो कि त्यहाँ यसलाई स्कुल किन जाने बेला त्यहाँ एकछिन पिसाब फेर्न गएको यिनीहरूलाई ब्याग हेरै भनेर पछि आउँदा त थिएन। ब्यागै छैन। एउटा मोबाइल चाहिँ पुरानो मोबाइल चाहिँ यहाँ बुझिन हालेको थिएँ, नयाँ मोबाइल चाहिँ त्यहाँ हालेको थिएँ। तपाईँको त्यो पार्सल आउँछ कि भनेर त्यो फोन आउँछ कि भनेर दुइटै लिएर गएको। त्यस्तै छ अब दुईटा मोबाइल लक थिएन। तपाईँको त्यही पार्सलको फोन आउँछ कि भनेर फेरि मिस भयो भने त उहाँ फेरि रिटर्न हुन्छ नि त। अनि त्यही भएर
कुन चाहिँ मोबाइल पुरानो मोबाइल पुरानो मोबाइल कता आयो अनि कस्तो भेदा है त नि त्यहाँ लोकेसन हेर्न मिल्छ त यार त्यो पुरानो मोबाइलमा लोकेसन हेर्न मिल्छ त यार कहाँ थियौँ हो कसले लगेको सबै हेर्न मिल्छ त मेरो पुरानो मोबाइल कता भयो त्यतातिर लागेको फेरि कता हाल्दैछु यो सानीले हेर्दैछु ए वहाँ राखेको रहेछ कसरी देखाउँछ हौ घरमा लौ सारा आयो यो लौ न सिमटोमा थियो सिमटोमा थियो न यहाँ हङकङको हङकङको मोबाइल स्विच अफ गरिदियो होला कसरी छोडे बे यिनले यार म यहीँ अचम्म पर्थ्यो यार कसरी छोडेर तिमीले भनेको के टोइलेट जानलाई हो यार कस्तो यार बहुत केयरलेस यार बच्चाहरूलाई छोडेर जाने हो त नि अनि हेर भनेर यार अब कुन चाहिँले मोबाइल भेटा म अब 1 वर्षसम्म पैसा तिरेको गर्नुपर्छ यार मोबाइल हराउने जान थोरै न होला हमेसा यो बेग त साथमै लिएर जाने हो कि छोड्ने त कामै गर्ने होइन क्या हङकङमा जस्तो ठाउँमा त कहाँ भेटाउँछ त मोबाइल भेटायो सिम निकाल्यो फालिदियो त्यो मोबाइल कहाँ राखेको थियो पहिला मलाई भन्नु त ब्यागमा थियो मोबाइल अनि ब्यागबाट कसरी लग्यो त
ब्यागको मोबाइल चोरेर लगेको चोरले। यस्तो केयरलेस मान्छेको म जिन्दगीमा देखेको थिएन यार तिमीलाई यार। कहाँ बच्चाहरूको यसरी त तिमीले त अब कुनै बेलामा तिमीले पैसा राख्छ अरे हो बाई चान्स मानौँ, अब तिमीले यसरी के अरे बच्चाको सामने छोड्यो भने त यहाँ त मान्छेले त चोर दिन्छ। कहाँ दिन्छ त नि, तपाईँहरूले थोरै नै त धेरै धेरै पैसा दिन्छ र राख्नु नभए पनि भोलि तिम्रो ब्याङ्क कार्ड एटिएम कार्ड होला रे केही होला रे। कहिले पनि त्यसरी हर हमेसा हङकङमा मान्छेले चाहे टोयलेट होस् या चाहे मुत्न हक्न नाले एकचोटि नि पस छोड्दैन कसैले पनि। हेर त तिमी मात्रै हो के। यिनीहरूले अब यस्तोको भरमा छोडेर हुन्छ, यिनीहरूलाई खेल्नकै हुन्छ। अब त्यहाँ भनेको भए त सिसिटिभी क्यामेरामा त कैद हुन्थ्यो, त्यहाँ त्यो भेटाउँथ्यो। तिमीले भनेर न चुप्प लाग्यो आयो छोड्यो। आइडी लैदियो भने के गर्छ? अब यत्रो 22 वर्ष 20 वर्ष भयो, अझसम्म हामीले केही हराएको थिएन। आफ्नै साथमा लिएर हिँड्ने, आफ्नै साथमा छोड्ने हो कि कहीँ छोड्नु पनि हुँदैन यहाँ त। छोड्देऊ अब टेन्सन नलिँदा। अब हराउने हराइसक्यो, अब बाबुले लैसक्यो, टेन्सन लिएर के छोडिन। अब वापस वापस आउँदैन। अब मिस्टेक त तिम्रै हो नि, हराउँछु भनेर हराउँछ। खास हुने भने त छोड्ने होइन कि, छोड्नु नै तिम्रो गलत हो क्या। किनभने अब यस्तो बच्चाहरूको घरमा छोडेर छोडिनु हुन्छ, उनीहरूलाई कहाँ हेर्छ, कहाँ छ? त्यो हराउँदा त्यतिखेरै त्यो उमा गएर गर्न पर्दैन। त्योमा त अब या त नेपाली चोरी या चाइनिज चोरी। त्यो फेसबुकमा त्यत्रो त्यो सिसिटिभी क्यामेरामा सुन दोकानमा त्यत्रो चोरेको, नेपालको या इन्डियाकोमा त्यत्रो हेरिरहेको नि, तिमीले देखिरहेको नि। दोकानमा कसरी चोरेको? मान्छेको दशा लागेपछि चोरी हुनु भइहाल्छ। दशा भन्दा पनि मेन भनेको आफ्नो मिस्टेक हो कि। किनभने तिमीले छोड्नु नै ठुलो मिस्टेक हो कि। बच्चाको अब भनौँ न, अब ठुलोको हातमा छोड्यो त भनेर हामी त अब केयर गरिन्छ नि त। त्यो बच्चाको हातमा छोड्यो त्यो यिनीहरू त त्यो बस छोडेर एकातिर खेल्न गए सिधा नि चोरले त दाउ पारेको हुन्छ नि। अब छोरा छोरा गो, अब टेन्सन लिनु पर्दैन।
बसाउनु पुऱ्याउनु भयो। अब एकचोटि चेत पाएपछि त अब अर्कोचोटि त अब सतर्क अब तिमीलाई हेर भनेर छोडेको मम्मीको पस हुँदैन छोडेर एकातिर जाने हो के अरे त्यो भन त तिमी कहाँ यहाँ उहाँ स्कुलमा भनेको स्कुलमा होइन मम्मीले पस हेर भनेर छोडेर दिँदाखेरि कहाँ गर्दै तिमी तिमी अझ यिनीहरू कहाँ थियो त्यही खेलिरहेको थियो चोर्न त माया छ त्यही स्कुल बच्चा छोडै आउने छोडेको अब I'm gonna feel this way. I live color. Let's see. Hi guys, nice to meet you. Wow. Salah. Sure, get the camera on there. कस्तो देखिहाल्यो क्या अप्रिल फुल फर्स्ट अप्रिल फुलमा फर्स्ट प्र्याङ्क न सुन न हराए पनि मलाई मतलब हुन्थेन तर तिमीले यति भाषा छोड मेरो कुरा सुन न पहिला प्रथम तिमीले बच्चालाई छोडेर गयो भन्थे नि तर त्यो जग्गामा हामी हुने भए हो मेरो गल्ती हो छोड्नु नै मेरो गल्ती हो भनेर हामीले यसरी स्वीकार दिने तिमीले तर के भन्ने तिमीले त्यो ऊ भन्दाखेरि अलिकति मलाई चित्त परेन के चित्त परेन यति भाषा सुनाएर अब छोड्दै टेन्सन नलिऊ भन्ने म त भनिहाल्थेँ नि अब त्यो हराउनु त हराइगयो अब के टेन्सन अब लिएर भएन तर तिमीले आफ्नो गल्ती हो मैले गल्ती रिस उठ्न त रिस उठेको थियो होला नि अनि अरे बाबा होइन मनमा अलिकति त खिन्न त लाग्छ नि त अनि तपाईँलाई मोबाइल म भन्दा मोबाइल प्यारो भयो मोबाइल प्यारोको कुरा सुन हो नि 9 दिन मरेर काम गर्नु 9000
अलिकति ऊ लाग्छ। त्यो त हो कि दुःख गरेर ऊ गरेको त हो कि, तर पनि अब हराए त अनि जानी त हराएको हुँदैन, त्यो हराउने उस त हराए पनि के थाहा भोलि गएर यस्तै केही हुन सक्ला रे। हराए पनि मलाई त केही हुन्थेन कि, तर तिम्रो त्यो लापरवाही चाहिँ मलाई बहुत मन पर्दैन के। लापरवाही होइन प्राय तिम्रो हरेक चिज त तिम्रो टोयलेटमा नि कसरी तिमीले टोयलेटमा नि खसाले कस्तो कुरा गर्छ मान्छे। मोबाइल लिएर जानु न तिम्रो गलत हो नि त भन्ने भयो हो कि तपाईँले नि लिएर जान्छ त अनि होइन कि त सम्हाल्न सक्छ त्यो त अनि फुच्क्यो नि त, हातदेखि मैले फुच्काउँछु भनेर फुच्काएको होइन नि त। कस्तो सुन न मेरो यो मान्छे त पहिलाको उस पनि निकाल्दो रहेछ हौ कुरा। फुटालेर यही मान्छेले फुटालेर रे। सुन न यताको मेरो कुरा सुन, मेन कुरो के हुन्छ भने जब आफूलाई के अरे आफूले राम्रोसित केही सिट पनि सम्हाल्न सक्दैन भने सम्हाल्न नसक्ने त होइन नि त, त्यत्रोचोटि लगेको पनि हो खसेको पनि हो, तर त्यो बेला डिस्प्ले जानै थियो त अनि गयो त। अनि तिमीलाई अस्ति के त्यो त्यतिखेर पनि तिमीले त्यो टोयलेटमा खसेर ऊ भएको भनेको भए मलाई म केही लाग्थेन क्या, तर आफ्नो गल्ती नस्वीकार्छ नि हो त्यतिखेर। कस्तो गल्ती नस्वीकार्छ हो, यो जानी जानी गरेको गल्ती नै होइन नि त। अनि मैले टोयलेटमा लानु नै मेरो गल्ती हो भनेर अब जस्तो मैले मोबाइल खसाल्यो होइन बाइ चान्स टोयलेटमा होइन भने त मैले त भन्छु नि त सिधै मेरो टोयलेट लानु नै मेरो एउटा रिग्रेट त हुन्छ नि, नलगो भए रिग्रेट त हुन्छ नि मान्छेले। हो मैले भन्न खोजेको नि तिमीलाई त्यही हो कि मोबाइल चाहिँ के हो भने बचाउने एकदम आफ्नो ऊ भन्ने कुरो हो कि। मान्छे त कस्तो कुरा गर्छ, रिग्रेट त हुन्छ नि। अनि के थोरै नै त्यो जानी जानी स्विच अफ गरेर राखेछ। स्विच अफ होइन फ्लाइट मोडमा राखिदिएको त्यही भएर त फोन लागेको छैन लोकेसन होइन त्यो अहिले त बजे थियो कतिखेर कहाँ बच्चा यो बजेको हौ, यो होइन फ्लाइट मोडमा राखेको हो क्या। यहाँ फ्लाइट साइलेन्टमा र अनि फ्लाइट मोडमा राखेको यहाँ यसरी यहाँ रोक त सुन्न पर्ने हो। मैले त अघि सुन्दैन क्या, मैले साउन्ड सानो गरिदिएको। रोक न सानो गर त, सानो गरे हो बन्दै छ के, पुरै फुल साउन्ड नै बन्द गरिदिएको मैले, बज्दैन होइन त्यो त त्यसकै होला नि। मैले भन्छु यार पागल लोकेसनमा त दुइटै मोबाइल देखाएको। अब यो मान्छेले थाहा पाउने हो भनेको कि मैले यतिखेर बोल्थेँ, यो त ख्यालै नगरेको यो मान्छेले यहाँ चेक गर्छ भनेर बाबाको फोन आयो। मैले भन्न त तिमीलाई भनेको कि मुर्गा बन गया अप्रिल, तर राम्रोसँग सुन्यो किन कहाँ राखौँ यस्तो आत्तेकोमा फेरि ठ्याक्कै आइसकेको यो मान्छे, यस्तो दिमाग चलाएको मैले। अब यो मान्छेलाई मैले अप्रिल फर्स्ट प्र्याङ्क गर्नु पर्यो भनेर पुरा फेसबुकै भरिछ नि त अप्रिल भनेर। अनि जति जे गरे पनि जस्तो छ नि हामीले थोत्रो मोबाइल भिडियोस् तर आफ्नो बुढीले चाहिँ राम्रो मोबाइल भिडियोस्। मैले तपाईँलाई भिड्नु भनेको हो त नि, त्यही भएर तिमीलाई मैले हेर अझैसम्म आएदेखिको तिमीलाई नयाँ दिइराखेको छु मैले, हो कि नै ल भन त। नयाँ दिइराखेको छु अनि दिन परेन त, कसको बुढाले दिने तिमीलाई अब धेरै पराए मैले नयाँ दिएर आइरहेको छु नि त। तपाईँलाई त मैले यो चलाउनु भनेको नि त, चाहिँ चलाओस् भन्ने एउटा नयाँ चलाउनु भनेको नि त तपाईँले। काममा हाम्रो काममा हुँदैन नयाँ भनेको रे। अनि मैले चलाउनु मन लाग्दैन कि, म चलाउनु कि चलाइ मिचेको होला है। होइन त्यो होइन, सकभर त हामी त सोचिन्छ आफ्नो बुढीले चलाओस् होइन ऊ खुसी होस् भन्ने एकदम ऊ लाग्छ नि। चलाइ मिचेको त अनि तपाईँ त आइफोन कति चलाइसकेको छ। अनि नयाँ लिने भने त म आफैले नयाँ किनेर लिइसक्थेँ नि, त्यस्तो कुरा गर्नेपछि त आफूले किनेको भन्दा पनि कोही चिजले नयाँ दिएकोमा त्योमा बढी खुसी हुन्छ क्या, खुसी लाग्छ क्या। एकछिन त पारो तात्यो होला है भन्नाले यो नखाँदा पो मलाई त यस्तो लाग्यो त के जस्तो लाग्छ तपाईँलाई सुरुमा? यसो म झोक्राएर भयो नै त्यो मोबाइल हराएको नभन्दै के नभन्दैमा तपाईँलाई के जस्तो लाग्छ, केमा चाहिँ यो मान्छे यस्तोरी उ गरेछ भने? मलाई त मोबाइल हराएकोमा त केही ऊ लाथेन, मलाई त लाथे त तिम्रो लापरवाहीमा लाथेँ कि, किन भन्न तिम्रो त भरोसै लाग्दैन कि म, किनभने तिमीले त अब
साँच्चै जस्तो लाग्छ के त बच्चालाई छोडेर अब त्यो कस्तो कुरा गर्छ हाम्रो नि अलिकति दिमाग त हुन्छ त अनि कसले छोडेर जान्छ तिम्रो त मलाई लाग्थ्यो अब तिम्रो अलिकति पाएको छैन नि त पाएको छैन किन पाएको छैन 24 वर्ष भइसक्यो पाएको हुँदैन कस्तो कुरा गरेको होला यत्रो डुडुइटा बच्चा छ पाएको हुँदैन सुरुमा चाहिँ के लाग्थ्यो तपाईँलाई भन्नु न त्यो मोबाइल हराएको नभन्दाखेरि के नभन्दाखेरि जो के म यस्तो उस गरेर बसेको थिएँ नि त सुरुमा नभन्दै नभन्दै खोइ पनि आज यो मान्छेलाई के बसेछ के टेन्सन भयो भन्दै थियो त अनि के को टेन्सन भयो जस्तो लाग्थ्यो तपाईँलाई त्यस्तो थियो त लाग्थ्यो तर यो मान्छेलाई मैले सानोतिनो कुरामा त झुक्काइरहन्छु कि तर एकैछिनमा हाँसिदिन्छु आज चाहिँ लामै अलिकति लामै भयो कस्तो लाग्यो त झुक्किँदा पहिले आउने बित्तिकै त्यो क्यामेरा देख्न पर्ने हो क्यामेरा कहाँ मैले त त्यो पछि लगेको त्यहाँ यता थियो त्यही भएर त अहिले यता आउनु भनेको आए पो मान्छे जान्छ देख्यो होइन बोली नि सुन्ने खाने नि यहाँ हेर्नुपर्छ युट्युबमा फर्स्ट हो यो फर्स्ट तपाईँलाई यो के अरे युट्युबमा फर्स्ट प्र्याङ्क पनि अप्रिल फुल पनि अझ म त अझ अर्कैवाला हालौँ भन्थेँ के अरे यस्तो लडेको वाला के बियोस भएको तर बियोस भएको वाला अप्रिल फुल बनाउँछु भन्थेँ तर सकेन फेरि हाँस्यो भने फेरि झ्याउ हुन्छ भनेर अनि मोबाइल हराएको प्र्याङ्क गर्नुपर्छ अस्ति भर्खर किनेको हरायो भनेपछि त अलिकति पारा तातिन्छ कि भनेर पारा त हराउनुमा लापरवाहीमा चाहिँ बहुत उ लाग्छ क्या कस्तो भयो त आज भन्न त कस्तो भयो रमाइलो लाग्यो यस्तरी यो मान्छे नउठुस भनेको त कहाँ उता पछाडि सर्न लागेको छ क्या हो अब क्यामेराले नभेट्ने हो भनेको त जुरुको उठेर उतातिर क्यामेरातिर झोला राख्छु भन्दा हेरेर राख्न पुगेको अनि झोला त्यहाँ राख्छु नि त सधैँ अनि यसो झोला राख्नु पर्यो भनेर ट्याक्कै क्यामेरा देखिहाल्यो बाबाको फोन आएको है गऱ्यो क्यामेरा पनि फेरि तिमीले यो मात्रै यसो फर्काएर त्यो नफर्काएको भयो भने अलिकति ख्याल गर्थेन होला क्या यो ट्याक्कै देखेँ नि त अघि यो पछाडिपट्टि गरेर राख्नु पर्ने है मैले तर फेरि देखिन्थेन नि त भिडियो आएको किन भनेर त्यतिकै मैले त यो लुकाएर यो ड्रेसमा हो यो ड्रेस लथेँ नि बिचरालाई गाली बिचरा छोरीहरूलाई पो गाली गर्छ हौ बिचराले के थाहा त्यसलाई झोला हेर्नु पर्दैन मम्मीको भने त म त के अरे स्कुलमा कति ठुलो छोरालाई गाली गरेको बिचरा मेरो ठुलो छोरीलाई यिनीहरूलाई त थाहा नि छैन त अनि हो न कसरी गाली गरेको कि आयो मलाई त अब मान्दैन यहाँ ल्याउनु तर बिचरा कस्तो गाली गरेको ओए के गरेको आज यिनलाई के अरे मिठाई ल्याइदिन्छु भनेको त म त बिर्सेछु यत्रो पोका साउले दिएको प्र्याङ्क गर्यो प्र्याङ्क भन्देऊ प्र्याङ्क खै प्र्याङ्क भन न प्र्याङ्क भन न नभन्ने कस्तो बिर्सेर आएको यार मैले आज पहिलोचोटि लाइफमा पहिलोचोटि प्र्याङ्क गरियो तिम्रो बाबालाई प्र्याङ्क पनि भयो सक्सेसफुल भयो अब साउन आकिन थाहा छैन मान्छे त देखेको छैन र ए बाबाले बिर्से यही प्र्याङ्क हुन बिर्सेको होला नि हराएको त आमा म त रन फनिन्थे नि कहाँ अब भन्न नि सक्थेन होला बिचराहरूले गाली पो खायो है ठुलोले हेरेर गाली खाएर त्यसै बाबाको के भनेको तिमीलाई हेर्नु पर्दैन कहाँ गएको छोडेर अरे नक्कली ल अब यतिमै भ्याइदिउँ ल फिनिस गरिदिउँ बाई बाई गरिदिउँ बाई गजाऊ छ्या किसी